हुनुहुन्छ तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर शाह। परमेश्वरजी, आज तपाईँहरूले नेपाली काङ्ग्रेसको कार्यक्रमलाई कुन रूपमा लिनुभएको छ? हामी नेपाली काङ्ग्रेसले आज जुन एउटा आफूले भनेको छ कि म मधेस आन्दोलन समर्थनमा यहाँ चाहिँ प्रदर्शन गर्दछु भनेर उहाँहरूको तयारी हो। हामीले उहाँहरूलाई के भनेको छु भने 4 महिनादेखि तपाईँहरू सुत्नुभयो, 4 महिनादेखि तपाईँकै सरकार थियो, गोली हानेर मान्छे मार्नुभयो, तपाईँकै जनजीवन अस्तव्यस्त गर्नुभयो। त्यति बेलासम्म तपाईँले संवेदना व्यक्त गर्नेसम्म शब्द थिएन। अहिले नाटक नगर्नुहोस्। अहिले तपाईँ जुलुस निकाल्न पाउनुहुन्न। तपाईँलाई हामी के भन्छौँ भने जुलुस निकाल्नुभयो भने मधेसी जनताले तपाईँलाई स्वीकार गर्दैन। अब मधेसी जनताले ठानिसकेको छ कि यो जिल्ला मात्रै होइन, पुरै मधेस अब काङ्ग्रेस एमाले माओवादी मुक्त जिल्ला हुनेछ। हामी पहाडी नेतृत्वको कुनै पार्टीलाई यहाँ आउन दिँदैनौँ, उसलाई प्रोसेसन गर्न दिँदैनौँ, प्रदर्शन गर्न दिँदैनौँ। उनीहरू नकाबधारी हुन्, उनीहरू भरुवा हुन्, उनीहरू मधेसी जनताले आफ्नो जनता ठानेको छैन। त्यसैले त्यस्ता पार्टीहरूलाई हामी परिवेशमा निषेध गरेका छौँ। काङ्ग्रेसलाई फेरि चेतावनी दिन चाहन्छु कि तिमीले आज जुलुस निकाल्यो भने तिम्रो हाल मधेसी जनताले खैरियत राख्ने छैन। तिमीलाई यहाँ चाहिँ रामधुलाई हुन्छ। तिमीलाई जनकपुरबाट चाहिँ भगाई यहाँका जनताले कुटी तिमीलाई यहाँबाट भगाउँछ। तिमी जुलुसलाई बन्द गरिदेऊ। हाम्रो यो चेतावनी हो तिमीलाई। काङ्ग्रेसले यसलाई दुस्साहस गरेर आयो भने राम्रो परिणाम हुने छैन।